नमस्ते सबैलाई र सबैलाई मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आज चाहिँ मैले ढिलो भिडियो बनाउनु गइरहेको छु है। म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि कालिम्पोङको मेला ग्राउन्ड होइन, जहाँ चाहिँ मेला लाग्ने गर्छ, फुटबलहरू खेलाउने गर्छ है। र त्यहाँ चाहिँ सधैँ झै यसपालि पनि नेपाली भनौँ है, हाम्रो गोर्खा मेला है लागिँदैछ। त्यहाँनिर गोर्खे खानादेखि लिएर गोर्खे सरसामानहरू सबै पाइन्छ होइन। र सधैँ लाग्ने गर्छ र यसपालि पनि लाग्दैछ। र लाग्दैछ चाहिँ कहिलेदेखि भन्दाखेरि चाहिँ भोलि पर्सिदेखि शनिबारदेखि 11 अक्टोबरदेखि 15 अक्टोबरसम्म होइन। त्यसले गर्दाखेरि अब त्यहाँको अहिले अब मोटामोटी फाइनल उसमा जाँदैछ है, डेकोरेसन गर्ने गरिरहेछ, दोकान बनाइरहेछ है, मोटामोटी फाइनलमा छ। र त्यहाँको के कसो हुँदो रहेछ र कस्तो बनाउँदै रहेछ, बनिसकेको भन्दा अगाडिको पनि म तपाईँहरूलाई अलिकति देखाउनु गइरहेको छु है। बनिसकेपछि त तपाईँले त्यसरी राम्रो देख्नै हुन्छ, र बनिसक्नु अगाडि पनि कस्तो छ त्यो पनि म तपाईँलाई देखाउँदैछु। र अहिले चाहिँ म त्यहाँ गएर तपाईँलाई भिडियो गरेर देखाउँदैछु है। ल पर्खिराख्नुहोस्। यहाँ चाहिँ बाबाले मेलामा राख्ने सामान बनाइदिँदैछ है। यो यसमा चाहिँ मासु राख्ने भनेको बनाइदिँदैछ। अब यो चाहिँ भोलि मेलामा देखिन्छ है। सुन्नुहोस् है साथी, यो तपाईँलाई मैले देखाइदिएको चाहिँ यो चाहिँ हाम्रो कालिम्पोङको गोर्खे मेला। गोर्खे मेला चाहिँ तपाईँको 11 अक्टोबर यानि कि पर्सि शनिबारदेखि होइन। र यो चाहिँ बनिँदैछ स्टेज, र स्टेजमा चाहिँ अब यो खर लागिँदैछ होइन। अनि यहाँनिर स्टलहरू भयो, योहरू सबै स्टल हो। पारम्परिक घर बनाइन्थ्यो, यसपालि चाहिँ माथिल्लो लाइनमा सारेको छ, पहिला चाहिँ तल्लो लाइनमा थियो। र हेर्नुहोस् यो पारम्परिक घर पनि यसपालि अलग्गै किसिमको छ, जुन पहिला हुन्थ्यो त्यो खालको छैन। एकदमै यो ठेट यो नेपालतिर पाइने घर है, त्यो टाइपको घर। यहाँ दैलो रङसुना गरिरहेको छ है। यहाँनिर छेउमा आला लगाइरहेको है। त्यहाँदेखि उता चाहिँ यो गाईको गोठ, भेडाको गोठहरू चाहिँ यहाँ बनाइँदैछ। गरेर पनि मैले तपाईँहरूलाई यहाँदेखिको दृश्य चाहिँ देखाउँदैछु है। त्यो पारम्परिक घरमा म माथिल्लो तलामा चढेको छु अहिले। र यहाँ चाहिँ यसरी बनाइँदैछ। यसमाथि हेर्नुहोस् खरहरू पनि लगाइरहेछ। The next day. आज फेरि म यहाँ मेला गर्न आएको छु होइन। र यहाँनिर हिजो कस्तो थियो है, यो डेकोरेसन थिएन होइन। यो गोर्खाको सांस्कृतिक प्रदर्शनी, यो खाद्य उत्सव लेखेको पनि थिएन, सादा थियो। आज यतिको भइसक्यो। र मोटामोटी यहाँ साउन्ड पनि लागिसकेको छ है। अनि यहाँ अरू जग्गा दोकानहरू बनिँदैछ। अनि यहाँ पनि हेर्नुहोस्, हिजो यो हाम्रो घर पारम्परिक घर यतिको थिएन। तपाईँहरूलाई मैले हिजोको भिडियो पनि हालिदिएको छु, त्यसमा यतिको थिएन। र आज चाहिँ यतिको भइसक्यो। र यो चाहिँ नेपालतिर भेटिने देखिने घर जस्तो बनाएको छ हेर्नुहोस् है। काम चाहिँ युद्ध स्तरमा चलिरहेको छ यहाँ। मोटामोटी स्टेजहरू सबै रेडी भइसकेको छ। यहाँ लाइटहरू पनि लगाइसकेको छ हो, म्याट उठाइसकेको छ। यहाँ बट्टा काम हुँदैछ। ल है, अब चाहिँ हाम्रो गोर्खे मेला सुरु हुन लाग्यो। भोलिदेखि चाहिँ सुरु। आज चाहिँ पुरा काम युद्ध स्तरमा चलिरहेको छ। यहाँ चाहिँ चित्रकला प्रदर्शनी, अनि यहाँनिर चाहिँ गोर्खा जातीय पहिरन प्रदर्शनी। गोर्खे मेला सुरु नभए नानीहरू यहाँ रमाइलो गर्दै पिङ खेल्दैछ। मेरो पनि दोकान चाहिँ यहाँ हो। यहाँ चाहिँ टेबल बनाइँदैछ। अब यहाँ चाहिँ फ्ल्याक्सहरू लाग्छन् है। र यो बारेको छ। यहाँनिर चाहिँ गेट हो, यो दुईजना भाइहरू जाँदै गरेको छ। यहाँ गेट हो, यहाँदेखि पस्नु भन्छ। यो चाहिँ डल्लै तपाईँको के भन्छ, यो चाहिँ डल्लै तपाईँको बाङ्गे बजार है। यहाँनिर चाहिँ खालि लोकल ड्रिङ्क है, ढुङ्ग्रोहरू पाउँछ। र मेरोमा नि पाउने भनेको चाहिँ ढुङ्ग्रो है, लोकल ड्रिङ्क, तिन पानी, अनि तपाईँको हर्चुटको रक्सी, सिम्पिङको रक्सी, गुराँसको रक्सी, सुँगुरको सेकुवा सबै पाउँछ। आउनुहोस् है गोर्खे मेला कालिम्पोङमा।